आफ्नो ज्यानलाई आहुति नदिनुहोस्। सङ्घर्ष गरौँ, विद्रोह गरौँ, सचेत गरौँ, हामी त्यसको लागि सहकारी गरौँ, म अनुरोध गर्न चाहन्छु। अब यो साम्प्रदायिक हिंसाको विषय जुन छ, म तपाईँलाई सरसट्टै छोटोमा अगाडि बढाउँछु। साम्प्रदायिक हिंसा मलाई लाग्छ हुन त हामी पनि आफै के पनि आफै भने जस्तै अहिले सरकारको स्थिति र सरकारको चाहिँ जुन गतिविधि छ त्यस्तै छ। यो एकदम गम्भीर विषय जसले हामीले पछिल्लो समय देख्न सक्यौँ। रासोपाकै आफ्नै कार्यकर्ताहरूलाई राखेर हिजो हिंसा भड्कियो। अब सम्झौता कसरी गरियो भन्दा रवि लामिछानेजीले नै आफ्नै पार्टीको चाहिँ क्याडरसँग गर्नुभयो। सुधाजी पनि तराईमा गएर चाहिँ मधेसमा झरेर आफ्नै कार्यकर्तासँग सम्झौता गर्नुभयो। लगभग त्यो कुराहरू सामसुम भयो, अहिले सकियो। यसको अर्थ के हो भने उहाँहरूले नै यो प्रपञ्च, यो मान्छेको दिमागलाई अन्त डाइभर्ट गर्नको लागि यो कुरा गराउनु भएको हो भन्ने शङ्का देखिन्छ। अब तर यहाँ हामी जेएनजी अभियन्ताहरू अहिले हामी चाहिँ म्यासेज बेसमा काम गर्दैछौँ। यो बेला भएको छैन, मास बेसमा अझै पनि हामी बेला भएको छैन, आफसे पुऱ्याउन जान्छौँ भन्ने तयारीमा छौँ। तर यो गर्दै गर्दाखेरि के जेएनजी साथीहरूलाई केही दिन अगाडि पक्राउ गरियो माइती घरबाट र ती जेएनजी साथीहरूलाई सिडिओ कार्यालयमा लगियो। सिडिओ कार्यालयले 1-1 लाख रुपियाँ धरोटी तोक्यो। जेएनजी अभियन्ता अजय सोडारी, प्रकाश बम र सुनिल विकालाई 1-1 लाख रुपियाँ धरोटी तोकिएको छ। यो कस्तो खालको हामी राज्य खोजिराखेका छौँ। यो के हुँदैछ, किन आँटिँदैछ जेएनजीसँग यो सरकार, किन आँटिँदैछ र जेएनजीको नाम पनि किन सुन्न चाहन्छ यो सरकार? म सरकारले यदि त्यो निर्णय सच्याउन मिल्छ भने ती जेएनजीहरूलाई त्यति ठुलो सजाय गर्नु उपयुक्त थिएन। सामान्य त्यति ठुलो केस केही पनि भएको थिएन। तर उहाँहरूले के आरोप लगाइदिनु भने त्यहाँ चाहिँ भएका माइती घरमा भएका पीडितहरूलाई उचालेर चाहिँ निषेधित क्षेत्र तोड्नको लागि चाहिँ उक्साउनुभयो भन्ने कुरा आरोप लगाउनुभयो, जुन पुष्टि हुनै सक्दैन। अदालत उहाँहरू जाँदै जानु भएन। अदालतले कारण देखावा चाहिँ जेएनजीहरू आफै जानुभयो, कारण देखावा आदेश जारी भयो। तर के हो, सरकारले त्यसलाई सुनेर सिडिओबाट उसले फैसला सुनाइदियो। यो नगर्नको लागि अनुरोध गर्छु। र अन्तिममा म एउटा मलाई एकदमै गम्भीर लागेको छ त्यो विषय। हामीले प्रधानमन्त्रीजीको स्वास्थ्य अवस्थाबारे हामी सचेत हुनुपर्छ। बजारमा हल्ला छ, मसँग पुष्टि गर्ने आधार छैन, तर समयले त्यो कुरा पुष्टि गर्दै जाला। अहिले भन्दै गर्दाखेरि म गलत हुन सक्नुला। प्रधानमन्त्रीजी बाइपोलर डिसअर्डर भन्ने रोगबाट पीडित हुनुहुन्छ। उहाँलाई केही पनि थाहा छैन। व्यक्तिगत रूपमा उहाँ निष्कलङ्क हुनुहुन्छ, मलाई विश्वास छ। उहाँमा त्यति ठुलो कमाउने, त्यति ठुलो यो देश बिगार्ने भन्ने छैन। तर प्रधानमन्त्रीजी आफ्नै रोगको कारण उहाँ अलमलमा हुनुहुन्छ र उहाँका आसपासका मान्छेहरूले यसलाई गलत ढङ्गबाट दुरुपयोग गरिराखेको छ। मैले यो कुरा पहिला साथीहरूले सुनाउनुहुन्थ्यो। म पनि पत्रकारिता क्षेत्रको मान्छे र खोज पत्रकारितामा अलिकति धेरै विश्वास गर्छु। तर मैले यो कुरा होइन होला भन्ने लागेको थियो। उहाँहरूको जुन किसिमको बाइपोलर डिसअर्डर भनेको एकदमै मुड सुन भइहाल्ने, एकैचोटि अफ र एकैचोटि डाउन हुने एउटा किसिमको रोग हो र 2 वर्षदेखि उहाँले उपचार गराइराख्नु भएको छ भन्ने सूचना छ। मसँग आधार छैन, पुष्टि होला। यदि त्यो रोग होइन भने म माफी पनि चाहन्छु, मैले गलत बोल्दैछु। तर अस्ति प्रधानमन्त्रीजीले जुन हातमा कालो ब्यान्ड लाउनु भएको थियो त्यसले धेरै ठुलो शङ्का उत्पन्न गरेको छ। जुन एउटा तपाईँको एन्जाइटीको लेभल के छ, तपाईँको प्रेसर कस्तो छ, तपाईँलाई के भइरहेछ भन्ने कुरा सबै त्यसले डिटेक्ट गर्छ। त्यो एउटा यन्त्र उहाँले हातमा जडान गरिसकेपछि म झस्किएँ। यो त निकै ठुलो गम्भीर विषय हो। सायद यो समय आएपछि खुल्दै जाला र यो कुरामा यदि हो भने सरकारले पनि यो कुरालाई स्पष्ट पार्दै जाला। मिराजीहरू यहाँ हुनुहुन्छ, उहाँहरूले धेरै कुराहरू तपाईँहरूमाझ राख्नुहुन्छ। हुन त मिराजीलाई कङ्ग्रेससँग जोडेर धेरै आक्षेपहरू पनि लगाएको मैले अस्तिको कमेन्टहरूमा देखेँ। त्यही भएर अब मिराजीको चाहिँ अब यो विषय उहाँले स्पष्ट पार्नु होला। तर एउटै जेएनजी विद्रोहको एउटै मात्र एउटा के थियो भने जेएनजी विद्रोहको एउटा मर्म थियो उस्तान्तरणमा गगन थापाले एउटा विद्रोह गरे। त्यही आधारमा गगन थापालाई अलिकति नैतिक समर्थन मात्र गरे। उहाँ पार्टीको कार्यकर्ता बनेर झोला बोकेर हिँडेको होइन। साथीहरूलाई अनुरोध गर्न चाहन्छु त्यो भ्रम त्यागियोस्। यति भन्दा मेरो कुरा यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद।